हाई गाइज वेलकम टु अनदर डे अनदर भ्लग। आजको भ्लग चाहिँ हामी अलिक लेट सुरु गर्दैछौँ। घाम लागेको छ मस्त होइन, घाममा बसिरहेको थिएँ। नानी यहाँ के गर्दैछ? नानी के गरेको? आइ कता गयो कि? टोइलेट जान्छ यार। गाइज आजको भ्लग चाहिँ अब सुरु भइसकेको छ होइन। अब आजको भ्लगमा के गर्ने केही थाहा नै छैन, जस्ट रेकर्ड गरिदिने हो, बाल छैन। ओए लभली आइरहेछ यार, यहाँबाट भिडियो चाहिँ गोरो गोरो आइरहेछ। ओए के छ हौ? हाई भनिदेऊ न मेरो भ्लगमा। एटिट्युड नदेऊ न हौ, हाई भन न हौ, हाई भन न, राम्रै देखिरहेछ हौ। फेरि किचनमा फेरि खाने कुरामै आइपुग्यो। चिया पका ल गाइस, अब फेरि खानेमै उत्रिसक्यो। खाने कन्टेन्ट बाहेक केही दिन्न यसले। बेतुको साग टिप्न अर्काको बारेमा त्यसो चोर्ने हो? चोर 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 चोर। यो यत्रो साग टिपेर आइज, किन चोरेको? कुरा नचेन्ज गरिस न, चोरेर आएपछि कुरा चेन्ज गरिन्छ। चिया पना मामु कुरा किन चेन्ज गरेको? चोरेर चोरेर आएपछि किन चेन्ज गरेको? सार्ना पर पोख्यो अब पोख्यो गाडी गाई राख अब ना पोख्यो त नि हाले अब हेर भोलि अब उठा हुन्छ म के लान जान्छु। चोर्देको त्यसरी चोर्नु हुँदैन मामु, पर्मिसन लिएर गर्छ। चोर्नुपर्छ, पर्मिसन लिएर चोर्नुपर्छ क्या मामु। हुन्छ अरे पर्दैन का कस्तो सक्छ सेल र चिया खान आँटेको नानी तैँले? के खान्छस् त? करेन्ट फेरि कन्टेन्ट दिन्छस् करेन्ट खाएर? अरे यार पोल्छ नि फेरि पेट। एकछिन बसेर घाम ताप्छ यार। गाइज आज पढ्नु पर्ने भनेर सोचेको थिएँ होइन, कतिखेर पढ्नु? पढ्नै मन लाग्दैन। पढ्न त कति पढिन्छ र, पढ्ने भनेर बसिन्छ। एकछिन रिल स्क्रल गर्न थालेपछि 1 घन्टा। के चियामा कसले कफी हाल्छ है? चियामा कफी हाल्दैछ के भन्नु? एकछिन बन्द गर्छ न, कुरा गर्ने क्या। किन हाँसेको? नाटक नगर न मलाई फोटो खिचेको नि, एउटा गीत गाएछ नि त आज। क्या आएको? ले कफी हाल चियामा। कस्तो अनलाइन इन्डेरी लिएर गर्छस् हौ? गर्ने भयो नभए तेरो फुटाइदिन्छु नि। ओ जुठो हाली सबै चियामा जुठो। अनि माथिले फाडेर लिएर आएको जस्तो के गर्नु त नि? नानी म त खान्न त, चिया खान्न म, मेरो पेट खराब हुन्छ भने। तैँले बनाएको खायो भने। हेर कफी हाल्दै कि अब छैन त, मलाई मामुलाई मलाई तलाई खाइस् नि खुट्टाइ। दया छोडे लात्तीले हान्न आउँदै थियो गाइस, लात्तीले हान्छ साँच्चै। छोडे सुरा तन्क्यो मामु। छोडे त मैले किन लाइस चप्पल किन लाइस छोड न सुराइ मामुगा। ओए के गर्दैछस्? के हो? केही होइन, ध्यान ध्यान त्यस्तै हो यतिकै बस पर्छ। हेरौँ न गाडी चाहिँ, हेरौँ न के हुँदैन हौ। नगरे ओए कहाँ भिख माग्छ? ओए कहाँ भिख, कुन रोडमा भिख माग्छ? यति धेरै पैसा कहाँ आयो? कहाँ भिख माग्छस्? ओए पुरै कलेक्सन पो रहेछ त, मलाई त अल्छ नै। ओए डिपी पनि गर्छ। यो पर्स हेरौँ न के छ पर्समा, हेरौँ न। यसमा छ क्या रियल नोट। ओए 500। ओए अर्को पनि 500। 1000 रहेछ त यार, कहाँबाट ल्याइस् नानी? सबैसँग हुन्छ त मात्रै हुँदैन। हो सुन न, मोमो खान मलाई खान आज खान। तेरो मुख देखाएर एकचोटि छैन खाने लायक।
सबै पैसा यसै गर्न सकिँदा चाहिँ यो मोइस्चराइजर कसरी लाउँछस् मैले गरेर लगाइरहेको छस् पैसा राखिन अनि तैँले मोइस्चराइजर पनि राखेकोलाई हटे फुस्रो अनुहार लिएर खरखर मोमो खा यो तेरो टाउकोमा फोडेर भउनु जान्छु यसमा कति छ छैन यसमा त 10 रुपियाँ र 5 रुपियाँमा त्यसै ए यसलाई झिकौँ न करेन्ट खानु थियो 500 बोकेकी छस् त्यति पैसा छ त्यति पैसा चोरेको होइन खोइ कहाँ अड्किएको थियो चोरेको होइन हो मेरो बहिनीको एउटा खतरा टेक्निक छ क्या जब यो करेन्ट सरेन्ट केही खाने प्लान हुन्छ नि यसको र यसले मलाई नदिने प्लान हुन्छ नि त्यतिखेर अनि यो आएर चल्न थाल्छ क्या मसँग केही न केही गरेर मसँग झगडा गर्न खोज्छ क्या अनि झगडा गरेपछि ताकि उसले मलाई दिनु नपरोस् क्या झगडा गरेपछि दिन्न तँलाई भन्न पायो नि त होइन झगडा गरेको छ म त झगडा गर्दिनँ के भयो बहिनी के भयो म त झगडा गर्दिनँ कति राम्री छ यहाँ आएर झगडा गर्दै छ यहाँ म बसिरहेको छु यहाँ आएर माथि खुट्टाले हान्दैछ के गर्दैछ चल्दैछ यो हात यहाँ चल्दैछ यहाँ बिस्तारै बिस्तारै म त्यस्तो केही पनि गर्दिनँ यो दादा आफै कहानी बनाउँछ कहानी होइन त्यही हो मेरो पैसा किनेर म खान्न तँलाई दिनुपर्छ भन्ने के लेखेको छ यो जहिले यस्तै गर्छ गाइज यो जहिले यस्तै गर्छ केही खाना आँटी भने आएर मसँग झगडा गर्छ क्या दिनु नपरोस् भनेर करेन्ट खाने प्लान रहेछ कि अनि मसँग आएर झगडा गर्थ्यो म त गर्दिनँ त ऊ अहिले टोक्न खोजेको थियो अहिले टोकेर यहाँ झगडा भइहाल्छ के किन हात ल्याउँछ त यो अनुहारमा हात नभन्दैछु मैले अस्तिदेखि भनेको त्यहाँ घुसाइ यहाँ घुसा अनि परबाट गर्छस् भने न तेरो फेरि झगडा गर्न खोज्दैछ करेन्ट नदिनु परोस् भनेर जस्तो देखेको होला म राम्रो देखेको खुसी भइरहेको हेरिरहेको छु त हाँसिरहेको राम्रो देखेको म फाडी हाँसिरहेको छु चल्नु नचल्नु हौ मलाई मुड छैन क्या चल्ने नगर्नु तारा चाहिँ पाइन्छ अफर नबनाए कसले हेर्छ र भ्लग तपाईँ त तैँले अभाव बनाएर फैलाउनु खोजेको हो नि त यस्तो कुरा म तँलाई तैँले तँ कसरी हेर्छस् भन् त मैले खाएको बेलामा कसरी हेर्छ हेर्न 5वटा पेस्ट्री खुवा ल्याएर खुवाएको तेरो पैसा थियो त मेरो पैसा त थियो नि तेरो 10 दादाले दिएको पैसा त सेकुवामा गएको थियो अनि आफ्नै पैसा ल्याएको तँलाई अनि तैँले ल्याएर खुवाउँछस् भन्ने बित्तिकै 5वटा पेस्ट्री ल्याएको थियो त्योभन्दा राम्रो त के ल्याएको अन्त कति पर्छ सबभन्दा सानो 300 350 मा आउँछ के आउँदैन नि त त्यही भएर त पेस्ट्री ल्याएको नटोक्न दादा त्यसको कुनै म मेरो छालामा फिलै हुन छोड्दैछ क्या आजभोलि हानेको बकान्छ अहिले कति जोड हाने मैले यति सानोको यति ठुलो जोडले हानेर बदल्नु Makes me check out on my phone.